टाइम पनि मिल्ने थर पनि मिल्ने तर एउटा मिलेन क्या के चाहिँ तपाईँ अर्काको बुढी नै पर्नु भएन ल ठाउँ हो अरे म खेङ्गिदो भएन है त्यस्तो भएन हुन्न अर्काको बुढी बिहा गर्न हुन्न हो र मगरको छोरा गर्छ त माया गर्छ त्यही भएर साँच्ची भने कसले भन्नुभयो त्यस्तो हजुरलाई त्यो म आफै थाहा भएको कुरा हो नि त्यो त ए नरस खोज्दा त्यस्तो दिमाग आयो नरसले हेर्दैन हामीलाई हो कोही बात नै मुर्गीको दाँत नै ए हजुरले त मगर भाषा आउँछ अरे मलाई पनि सिकाइदिनु न आउँछ मलाई त आउनु भयो मलाई त तपाईँ नै चाहिन्छ ल त्यसो भए म अर्काको बुढा भन्छु नि त्यसपछि हेर्नु है त त्यस्तो नि हो नि ठिक छ हजुरले त मगर भाषा आउँछ होला नि सबै आउँछ यस्तो हो क्या आजकलको भर्खर केटीहरूलाई त अनि बुढाहरू अर्काको बुढाहरू मात्रै मनपर्छ अरे भनेर पनि आइरहेको थियो नि त मन पर्दैन है होइन र मनपर्छ त्यस्तो होइन र होइन नि गलत मलाई त्यस्तै लाग्थ्यो त बा कसले भने फेरि त्यस्तो ल जेठी चाहिँ मलाई बनाएर कान्छी चर्काको बुढी बनाउनु न भइगयो नि मैले हजुर म त सबैलाई जेठी सबैलाई कान्छी सबैलाई मैले बनाइदिएँ ए बा कति ल्याउने विचार हो र आउने जति के भन्दैछ कुलबाई र प्रतीकले उडाउने भयो हामी त टाढै मर्ने भयौँ रे कसले उडाउने भयो रे हजुर र कुलबाई दाइले उडाउनु भयो रे अनि खै एउटा छैन अझैसम्म हुनुहुन्न होला अर्काको बुढी भन्दाखेरि हात उठाउँछ भन्नुहुन्छ लाइनमा चाहिँ होला हो मेरो यहाँ अर्काको बुढीहरू मात्रै यसो हात उठाइदिने त्यसमै खुसी लाग्छ मलाई त यस्तो माया गर्छ कि अर्काको बुढीले उनीहरूको बुढालाई पनि त्यति माया गर्दैन होला तर मलाई त्यति माया गर्छ यहाँ अर्काको बुढीहरू ए भगवान यस्तो नभने आमाले फोनै उठाउनु भएन के गर्ने अब भनेपछि आमालाई बुहारी नचाहिएको रहेछ जस्तो लाग्यो उठाउनु भएन क्या सुत्नु भयो नि त 10 बजिसक्यो जोडी मिल्छ अरे अबि हेलो आमा मानिस नि अब यता बुहारीहरू भेट्टा है बुहारी त होइन अरू भेट्टाएको छ नि त्यही भएर कल गरेको दाजुले मिस हुने मिना घटा नालाङ मुना क्या लाइबाङहरूबाट घटा न ल ल अब चिन्ता नगर म बुहारी होइन बुहारीहरू चाहिँ पठाइदिन्छु ए यतातिर छ है देख्यो बुहारी त होइन बुहारीहरू मामी छ नि ए लाइभ में मस्त नि ओ आमाले लाइभ हेर्नु भएर रहेछ भने ल आमाले लाइभ हेर्नु भएर रहेछ भने उतैतिर हेरेर बस्नु भएर रहेछ मलाई अहिले लाग्यो
ल ल ल उतै हेर्नु त्यसो भए ल मोमो ल आमा ल फलाङ बस्ने ल हामी भन्दा नि पर्छ मुस्की भएर ल्याउँछ लाग ल फलाङ मस्ने ल ओके आमालाई सबैजनाले आमा नमस्ते भन्नु सबैजनाले मलाई माया गर्ने मान्छेहरू हुन्छ यहाँ सबैजना नमस्ते बाबु नानीहरू भन्नु त आमा पानी पुग्यो के ल आमा ल आमा के भन्नुभयो प्रदीपले आमालाई भन्नुभएको छ ए इता गोरा के सोनाङ सोगेमा एक छ